हाम्रा कमजोरी उजागर गरिदिनु होला, गल्ती देखाइदिनु होला। यदि हामीले बाटो बिरायौं भने सच्याइदिनु होला। यदि हामी जनताबाट टाढा हुन खोज्यौं भने हामीलाई जनताको आवाज सम्झाइदिनु होला। हामीबाट अहंकार नबढोस्, हामीमा कुनै अहंकार नछाओस्, हाम्रा निर्णयहरू एकतर्फ नहुन्। लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एकअर्काका पूरक पनि हुन्। एकले काम गर्छ, अर्कोले निगरानी गर्छ, एकले योजना बनाउँछ, अर्कोले परख गर्छ। हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौं, किनकि प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ। यो हामीले अस्ति भर्खरै देखिसकेका छौं। यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन। हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानूनमै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ। त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। प्रतिपक्षमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन। आस्थाका आधारमा फरक व्यवहार हुने छैन। अब अन्यायपूर्वक विधि नै निचेर सुन्न मन लागेका कुरा नसुनौ भनेर कसैको माइक काटिने छैन। संसदीय समितिहरूमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन, तर सुशासनको वेग भने रोकिने छैन। न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइने छैन। यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो। हिजो संविधान र कानूनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वैच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपील गर्न चाहन्छु। सरकार नयाँ नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ। हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरूले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनुहुनेछ भन्ने अपेक्षा पनि गर्दछु। सभाध्यक्ष महोदय, छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगका सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैर जिम्मेवार र सस्तो खेल अब हुने छैन। प्रतिपक्षलाई समेत साथमा लिएर हामी मित्रवत, सहकार्यपूर्ण र पारदर्शी परराष्ट्र नीति तय गर्नेछौँ। त्यो रणनीतिक र दीर्घकालीन सोचमा आधारित हुनेछ। व्यापार, लगानी, शिक्षा, पर्यटन र प्रविधि मैत्री हुनेछ। त्यसले पहिला राष्ट्रहित र त्योसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास र स्थायित्व सुनिश्चित गर्नेछ।